हाम्रो फर्स्ट भेटघाट चाहिँ रामपुर क्याम्पसमै भएको। अनि मैले अनिसलाई फर्स्ट टाइम देखेको भनेको त्यो सिएमसी अगाडि हिँड्दै आउँदाखेरि हामी एउटै क्लासमा छौँ भन्ने चाहिँ थाहा थियो। फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो अनिसले। अनि त्यसपछि मेसो भएको अनि त्यतिखेर देखाएको थिएँ। त्यसपछि सेकेन्ड भेट चाहिँ ठ्याक्कै यो गेटमा भएको थियो कि। म शब्द पाए तिमी अर्थ बनिदेऊ, यो जिन्दगीको सहारा बनिदेऊ न। कमजोर हुँदा सामर्थ्य बनिदेऊ न। अँधेरीमा तिमी जुन बनिदेऊ न। तिम्रो मायाले डोर्याउन मलाई, तिम्रो छाया नै बनाउन मलाई। लैजाऊ न तिमीसँगै जहाँ तिमी र म, तिमी र म। उपना भए तिम्रो नाम भरिदेऊ, ओठमा हाँसो भरिने विचार बनिदेऊ न। गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न। मन बहलाउने केही मन्त्र गरिदेऊ न। तिम्रो मायाले डोर्याउन मलाई, तिम्रो छाया नै बनाउन मलाई। लैजाऊ न तिमीसँगै जहाँ तिमी र म, तिमी र म। न मनको दूरीले, न समयको खेलले, न त दो बाटोले छुटाउन सकोस्। न झुटो संसारले, न जित न हारले, न कुनै शङ्का